हेलो एभ्रिवान, वेलकम टु माई भिडियो। आज चाहिँ म सर्ट भिडियो बनाउने भनेर बनाएको, तर लङ नि हुनसक्छ। बनाउँदैछु। मेरो भिडियो चाहिँ सानो बेबीको गुड मर्निङबाट स्टार्ट हुन्छ। सानो बेबी चाहिँ अब कति बजी उठ्यो? 8:30 बजे उठ्दैछ बल्ल। अनि उठेपछि पनि यहाँ भन्छ, झ्यालतिर देखाउँछ। जानै मान्दैन। आफूलाई ढिलो भइसक्यो खाना पकाउनलाई, ऊ चाहिँ झ्यालतिर गएको छ। अनि म उसलाई वास्तै नगरिकन म चाहिँ अब आफ्नो कामतिर लाग्छु। अनि मैले दाल साल बसालेर रेडी पार्दैछु। साग पधोइदै गर्दैछु। साग पखालिओरी अनि खाना बनाउनलाई बिहानको काम, खाना बनाउन रेडी गर्दैछु। बेबी भर्खर उठ्दैछ अनि उता सिटी लाग्दैछ दालमा। अनि अर्कोतिर चाहिँ करेला आलु रेडी पारेँ मैले। अनि जब भिडियो बनाउँदैछु, म भिडियो बनाउँदैछु, बेबी आइपुग्यो। अनि बनाएको देख्नै हुँदैन बेबीलाई। फेरि भिडियो बनाएको देखेपछि आउँछ मलाई कोट्याउँदै। अनि यो भिडियो आयो। के भनेछ बेबीले? सुनाए भिडियो आयो। माया गयो। माया गरेको। अनि बेबीले पानी खाने भनेको छ होइन। पानी खान्छु भनेर आधी ग्लास जति पानी, धेरै त खाँदैन, अलिकति खान्छ बिहान चाहिँ। अनि पानी खाँदैछ बेबीले। खाइसक्यो। पानी खाइसकेपछि बेबीले अब नि स्याउ खाने भन्छ। अनि स्याउ खाने भनेपछि मम्मीले स्याउ काटिदिँदैछु। स्याउ काटेर बेबीलाई बिहान उठेर एक ग्लास पानी खाएर एउटा जानु स्याउ खान्छ मेरो बेबीले। अनि त्यसपछि बेबीलाई स्याउ काटेर स्याउको प्लेट दिएर पठाएँ। त्यति भएपछि गल्जिँदै गर्छ। अनि म अरू काम नभ्याउँछु। अनि तरकारीहरू पकाउँदै, गीत सुन्दै तरकारी पकाउँदै खानासाना सबै बनाएर अनि त्यसपछि एकछिनमा खाना खाने बेला हुन्छ बेबीको। मेरो छोरीले चाहिँ बिहानको खाना खोज्छ। अलि भोक लागेको हुन्छ उसलाई बिहान। अनि अरू केही खाएको हुँदैन, स्याउ मात्र खान्छ। त्यही भएर बिहानको माम चाहिँ खान्छ मजाले। तरकारी खाने, साग खाने, करेला खाने भनिरहेको छ। उसलाई मिलाइ खानुपर्छ फेरि। अनि बेलामा भिडियो अन गरेको देखेर उसलाई अनौठो लागेको छ। के हो भनिरहेछ। यो के हो भनिरहेको छ। भिडियो बनाउनु त दिँदैन। एकछिन यहाँ अल्झाएर राख्न पनि उसलाई कस्तो पर्छ। बेबीले माम खाएको हेर न। मम्मीले माम खुवाइदिएको बेबीलाई। अनि बेबीले माम खाएको छ नि। मिठो गरी खाएको छ नि बेबीले। मिठो रहेछ। बेबीले यो के हो भनेको नि त्यहाँ मोबाइलमा देखाएर। अनि बेबीले न्याम गर्दै खाएको छ। घिउ माम खाएको छ, साग माम खाएको छ होइन। अनि घिउ माम फुक्का माम खान्छु भन्छ बेबी त। अनि त्यसपछि घिउ र माम दाल नहालिकन घिउ र माम पनि खान्छ बेबीले। हेर यो घिउ माम खान्छु भनेर अनि घिउ माम खाएको छ। बेबीलाई घिउ माम मनपर्छ हो। साग मनपर्छ, घिउ मनपर्छ। अनि के मनपर्छ? आलु मनपर्छ। आलु पनि मनपर्छ। खोर्सानी पनि मनपर्छ। खोर्सानी त पिरो हुन्छ नि। हा गर्छ बेबीले। अनि पानी चाहियो भन्छ।
ए बेबी माम खायो अरे अनि बेबी कहाँ गएको बाहिर बेबी बाहिर घाम ताप्न गएको है अनि एकछिन घाम तापेर बाहिर जाँदा पनि ढिलै हुन्छ खाना पकाउँदा ओर्दा त्यसपछि यो के हो अनि जिरा धनियाँ सुकाउनलाई गएको घाममा बाहिर बेबीलाई लिएर अनि बेबी र मम बाहिर गएको थियौँ त्यसपछि बेबी त यो धनियाँ हो भन्न जान्छ तातो भएर चुरुक्कै उठ्यो बेबी अनि तातो भयो भनेर बस्नै सकेन एकछिन छटपट गरेर त्यहाँ यता बस्छ पोल्छ यता पोल्छ घाम कस्तो चर्को घाम लागेको थियो फेरि त्यो बेला अनि तातो भएर सकेन छटपट गरेर आउने छायामा जाने भनेर एकछिनमा छायामा जाने भन्दै कुद्यो अनि एकछिन छायामा गएर त्यतिर बस्यौँ के रहेछ बेबी फुल लिने भनेको बेबीले ए फुल लिने पात दिने यो दिनु हो दिनु भनेर खेल्ने ठाउँको तिर पनि अर्को दिनु भनेको तिमीले फ्यान घुमेको रहेछ फ्यान घुमेको हेर खुसी भएको नि अनि उयो बाबा आउँदै हुनुहुन्छ भनेर बाबालाई देखाएको छ बेबीले बाबा ऊ त्यहाँबाट आउँदै हुन्छ बाबाको छुट्टी हुन लाग्यो अब खाना खाने बेला हुन लाग्यो बाबाको भनेर उताबाट हेरेको हामीले घाम आउँछ अनि शीतलमा बसेर भनेको अनि बाबा आउँदै हुनु छुट्टी भयो बाबाको भनेर अनि बाबालाई हेर्दै बसेको थियो बेबी अनि बाबा यताबाट आउनुहुन्छ भनेर भर्याङतिर हेर्न थाल्यो फेरि होइन अनि माथि चढेर बेबी निस्किरहेको छ अनि बाबा आउँदै हुनुहुन्छ भनेर ऊ त्यहाँ बाबा आउनुभयो भनेर हेर्दै थियो ठ्याक्कै बाबा आइपुग्नु ठ्याक्कै बाबा लुकुर आउनुभयो हाम्रो बाबा है बाबा माम खानु अब हामी के लिएर जाने अब बेबी के लिएर जाने हो खै अघि बाबा आएपछि त बेबी टुङ बाबा सँगसँगै गयो खुसी हुँदै गयो मलाई सुन्दै नसुनी अनि म पनि धनियाँ र जिरा लिएर गएँ नि अब हावा चल्न थाल्यो अनि बुढो आएपछि बुढोलाई माम पस्केर दिएँ माम खानुभयो मिठो गरी मम्मुले पनि अनि त्यसपछि मम्मीले पनि खान थाले मम्मीले पनि माम खान थाले अनि यस्तै गरी बित्छ हाम्रो बिहानी चाहिँ खाना पकायो ओर्यो खायो यताउता गऱ्यो बेबीलाई खुवायो यत्तिकै बित्छ यस्तै भिडियोहरू हेर्न चाहनुहुन्छ भने लाइक र कमेन्ट गर्नुहोला भन न मन परेमा लाइक गर्नुहोला कमेन्ट गर्नुहोला मेरो बुढो चाहिँ खाना मिठो भएर मैले खाइसक्दा पनि अझै चाटिरहनु भएको छ थपी खानुभयो